दाजुभाइ दिदीबहिनी सबैजनालाई नमस्कार भन्न चाहन्छु। स्पेशली आज हाम्रो बुद्धिस्ट दाजुभाइ दिदीबहिनीहरू र त्यहीमाथि पनि टिबेटन नबुझ्नेहरूको लागि म नेपालीबाट एक दुई शब्द भन्न चाहन्छु। त्यो के हो भने हामी सबैजना एउटा बुद्धको शरणमा पर्ने र कर्मको फल भन्ने को विश्वास गर्ने एउटा बुद्धिस्ट भएकोले तपाईहरुलाई कर्मको फल भन्ने कस्तो हो, पाप गर्यो भने के हुन्छ, पाप भन्ने के हो, त्यो पापलाई हामीले कसरी कटाउनु पर्छ भन्ने बारेमा म तपाईहरुलाई छोटकरीमा भन्न चाहन्छु। हामी सबैजना सुख चाहिने, दुःख नचाहिने हैन, एउटै हो संसारको बुद्धिस्ट या बुद्धिस्ट नहोस् हैन, सबैजना एउटा मानव त एउटै हो हैन। तर पनि एउटा हामी धार्मिकको बारेमा सोचेर हैन, कर्मको फल भन्ने चाहिँ राम्रो कर्म गर्यो भने राम्रो फल आउँछ, नराम्रो कर्म गर्यो भने नराम्रो फल आउँछ भन्ने विश्वास गर्नेहरू धार्मिकताहरूले जसो गर्यो भने हामीले त्यो बिउ जस्तो रोप्यो अनि त्यसको फल पनि त्यस्तै आउँछ भन्ने चाहिँ हामीले जहिले पनि दिनको काम भयो भने, एक घण्टाको काम भयो भने, हप्ताको काम भयो भने हामीले जहिले पनि त्यो कर्मको फल भन्ने चाहिँ सोचिरहनु पर्छ। त्यो एकदम महत्त्वपूर्ण हो। संसारमा कहीँ एकदम दुःख भइरहेछ, त्यो कसरी आयो भन्यो भने हामीले केही न केही नराम्रो व्यवहार गरेको कारणले हामीलाई त्यस्तो फल आएको। त्यस कारणले आज म तपाईहरुलाई हाम्रो पाप गर्यो भने हामीलाई दुःख आउँछ हैन, किनभने हाम्रो कर्म, पाप भन्ने चाहिँ एउटा कर्म हो नि हैन, कर्म। कर्मको फल चाहिँ, पाप गरेको फल चाहिँ के हुन्छ भने दुःख पाउँछ। त्यो दुःख चाहिँ कहिले पाउँछ भने धेरै हाम्रो कर्म चाहिँ एकदमै बढी भयो भने यही जन्ममा पाप गरेर यही जन्ममा फल मिल्नु पनि सक्ने गौतम बुद्धले भन्नुभएको छ। यही जन्म गरेको पापले फेरि फल चाहिँ यही जन्ममा नभए पनि पछिल्लो जन्ममा, त्यही पछिल्लो जन्म यस्तो पनि उहाँले भन्नुभएको छ। जे होस्, हामीले पाप भन्ने चाहिँ गर्नु नहुने चाहिँ गौतम बुद्धले दिक्पचिया मिछासिङ भनेको छ। पाप एउटा पनि नगर हैन, घेवा फिसुम छोपर्चे भनेको छ। धर्म गर भने पुण्य कमाऊ भनेको छ हैन। रङ्गी सेम्नी हौसोदुल, आफ्नो मनलाई आफै कन्ट्रोल गरेर पोजिटिभतिर लाग्ने प्रयास गर भन्नुभएको छ। दिने सङ्गीतबाई भन्ने चाहिँ यही गौतम मेरो धर्म हो, यही मेरो प्रवचन हो भन्नुभएको छ। त्यस कारणले हामी मुखले मात्रै बुद्धिस्ट नभएर हैन, मनले पनि एउटा गौतम बुद्धले यस्तो 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 प्रवचन दिएको छ, राम्रो गर्यो भने राम्रो हुन्छ, नराम्रो गर्यो भने नराम्रो हुन्छ भन्ने चाहिँ हामीले जहिले पनि दिमागमा राखेर काम गर्नुपर्छ। त्यो एकदमै महत्त्वपूर्ण। त्यस कारणले पाप गर्यो भने के हुन्छ भने, पाप गर्यो भने हामीलाई दुःख पाउँछ भन्ने हो हैन। कर्मको फल भन्ने त्यही हो। हामीले धर्म गर्यो भने, पुण्य कमायो भने के हुन्छ, हामीलाई सुख पाउँछ भन्ने थियो। त्यो चाहिँ हाम्रो दिनको व्यवहारमा नि हामीले जहिले पनि सोचिरहनु पर्छ। त्यो जन्ममा त हामीले यता गरेर उता गर्ला, मान्छेलाई ढाँट गर्ला, के गर्ला, फाइदा हो जस्तो छ। तर पनि गौतम बुद्धहरूले जहिले पनि हेरिरहेको हुन्छ। त्यो गर्यो भने हामीले नराम्रो व्यवहार गर्यो भने गौतम बुद्धलाई मेरो आफ्नै चेलाले एकदम नराम्रो गर्यो भने उहाँलाई दुःख हुन्छ। दुःख भयो भने हामीलाई पाप हुन्छ। एउटा उदाहरणको लागि, आफैलाई जन्म र कर्म दिने बाबु आमाले आफूलाई कति माया गर्छ। हामीले नराम्रो व्यवहार गर्यो भने बा आमाको मन राम्रो हुँदैन नि हैन। त्यही जस्तो हामी गौतम बुद्धलाई एकदम मान्छौँ। त्यही माथि पनि गौतम बुद्ध हामी एउटा नेपालमा जन्म भएको एउटा गौतम बुद्ध भन्दाखेरि संसारले मान्ने, एउटा वैज्ञानिकको रूपमा मान्ने, वैज्ञानिक पनि यो किनभने मनको शान्तिको बारेमा, मनको शान्ति फैलाउनेको एउटा
फिलोसफी लिएर आउने एउटा गौतम बुद्ध सबैजनाले मानिरहेको छ। त्यसकारणले हामीले गौतम बुद्ध नेपालमा जन्मेको हो भनेर मात्रै नभएर हैन, गौतम बुद्ध प्रवचन सुनेर गौतम बुद्धले बाटो कस्तो देखाएको छ त्यो हामीले पालन गर्नु एकदम महत्त्वपूर्ण हो। त्यसकारणले हामीले दुःख नचाहिने हो भने पाप नगर भन्ने भयो छ। अब पाप गरिसकेपछि अब फेरि त्यो पाप कटाउन सक्छ सक्दैन भने पाप कटाउन सक्छ भनेको छ। पापलाई अर्को शिक्षा केही पनि छैन भन्नुभएको छ। पापलाई अर्को शिक्षा के छ भने एउटा शिक्षा छ, पाप कटायो भने पाप कट्छ भन्ने चाहिँ पापको एउटा कट्नु सक्ने चाहिँ पापको एउटा शिक्षा हो। त्यसकारण हामीले पाप गर्छ, नराम्रो गर्छ, नजानेर गर्छ हैन, त्यसमा हामीले पाप कटाउनेको बाटोतिर लागेर पाप कटायो भने पाप कट्छ। त्यो पाप काटेर कट्ने चाहिँ के हो भने पापको शिक्षा हो भन्छ। तपाईहरु फेरि हो पापलाई पनि एउटा शिक्षा रहेछ भने नसोच्नुस् कि पापलाई शिक्षा के छ भने एजुकेसन के छ भने पाप कटायो भने कट्ने चाहिँ उसको शिक्षा हो भन्नुहुन्छ। त्यसकारणले आज पाप कटाउने 4 शक्तिहरू तपाईको अगाडि मैले ल्याएर आउँदैछु। त्यो पाप कटाउनेको शक्ति 4 शक्ति चाहिँ तपाईहरुले एउटा दिमागमा राखेर दिनको व्यवहारमा नराम्रो काम गर्दाखेरि त्यो 4 शक्तिहरू सोची हामीले पाप कटाउनेको तर्फबाट गयो भने अनि हामी मरेर जाँदाखेरि जिउ पनि हल्का, मन पनि खुसी हैन, मनमा पश्चाताप नलिएर हैन, मनमा नकारात्मक नेगेटिभ पश्चाताप अनि हाम्रो रिग्रेटहरू नलिएर हामी मर्न सक्छ। होइन भने हामी मुखले चाहिँ हामी बुद्धिस्ट हो भन्छ हैन, घरमा गौतम बुद्धको मूर्ति अनि गुरु बच्चुको मूर्ति हैन, अवलोकितेश्वरको मूर्ति, डोल्माको मूर्तिहरू पानी चढाउँछ, धूप चढाउँछ, फलफुल चढाउँछ अनि काम चाहिँ अर्कैतिर गएर उहाँहरूले दिएको प्रवचनको बाटोमा नगएर हैन, अर्कै बाटोमा गयो भने हामीले अगाडि गर्ने काम र पछाडि गर्ने काम अलग भइसक्यो हुन्छ। त्यो भयो भने के हुन्छ, आफैलाई आफै अनि खाल्डामा जानेको खाल्डा चाहिँ आफैले खनेको जस्तो हो। त्यसकारणले आज पाप कटाउने 4 तरिकाहरू म तपाईलाई यहाँ अभ्यास गर्न चाहन्छु हैन। पाप कटाउने 4 शक्ति के हो भने पहिलो शक्ति चाहिँ समर्थन शक्ति भन्छ, समर्थन शक्ति। दोस्रो चाहिँ के हो भने पश्चातापको शक्ति। तेस्रो चाहिँ लागू गरिएको औषधिहरूको शक्ति हैन। चौथो चाहिँ के हो भने गल्तीहरूबाट फर्किने शक्ति भन्छ। टिबेटनहरुले यसलाई न्यम्बो तोप्सी भन्छ हैन, न्यम्बो तोप्सी। न्यम्बो भने त औषधि, जुन बिमार हुन्छ डाक्टरले हेरेर त्यही बिमार अनुसार औषधि दिनुपर्छ नि हैन। टाउको दुखिरहेको छ, पेटको दबाई दिएर उसको टाउको दुख्ने चाहिँ हराउँदैन नि। त्यही जस्तो पश्चातापको शक्ति भन्ने त्यो हो। समर्थनको शक्ति भन्ने चाहिँ के हो भने हामीले 3 रत्नको समर्थन पर्नुपर्छ। 3 रत्न हामीले विश्वास गर्नुपर्छ। 3 रत्नलाई विश्वास गर्नुलाई हामीले महत्त्वपूर्ण के हो भने हामीले कर्मको फल भन्ने एकदमै विश्वास गर्नुपर्छ। मैले जहिले पनि भनिरहन्छु हैन, हामीले कर्मको फल भन्ने चाहिँ एउटा दिमागमा लिएर काम गर्यो भने हामीले 100% मा हैन 90-95% हामीले मान्छेलाई झुटो गर्नु सक्दैन हैन, मान्छेलाई लफडा गर्नु सक्दैन, मान्छेलाई नराम्रो दुर्व्यवहार गर्नु सक्दैन, मान्छेलाई नराम्रो बोल्ने र नराम्रो सोचाइहरू आउनु चाहिँ एकदमै कम्ती हुन्छ। त्यो के हो, 3 रत्नको शरणमा पर्यो हैन। 3 रत्न तपाईहरुलाई थाहा छ, अनमोल बुद्ध, धर्म र संघ। त्यसलाई हामीले 3 रत्न भन्छ। बुद्धिस्ट भइसक्यो भने 3 रत्नको शरणमा पर्नै पर्छ हैन। मुखले बुद्धिस्ट भएर मात्र भन्ने, केही न केही हामीले 3 रत्नको शरणमा परेर केही न केही हामीले उहाँकोबाट ज्ञान लिनुपर्छ। ज्ञान भन्दाखेरि भाव भन्छ हैन, टिबेटनबाट दोबा भन्छ नि। त्यो गर्यो भने हामी रियल बुद्धिस्ट हो। रियल बुद्धिस्ट भइसकेपछि गौतम बुद्धले दिएको प्रवचनमा
हामीले जसो गऱ्यौँ नि 100% हामीले गर्नु नसके पनि उहाँले दिएको चारवटा प्रवचन हामीले जहिले मनमा राख्नुपर्छ। अघि भने जो दिक्पछि हामीले पाप नगर, गेवा फिजुम सोबर चाहिँ धर्म पुण्य कमाऊ, राङ्गी सिम्ने यौँ सुन्दा आफ्नो मनलाई आफै कन्ट्रोल गरेर आफ्नो मनलाई शान्ति राख्नेको प्रयास गर। यो मेरो प्रवचन हो भन्नुभयो छ नि, यो चाहिँ हामीले जसरी मनमा राख्नुपर्छ। त्यस कारणले समर्थनको शक्ति, पश्चातापको शक्ति भन्ने चाहिँ हामीले पश्चाताप भन्ने चाहिँ आफैले गरेको पापहरूलाई आफैले मैले गरेको चाहिँ के भन्छ सही रहेनछ, मैले गरेको त रङ भएछ भने मनमा पश्चाताप लिनुपर्छ, रिग्रेट भन्ने चाहिँ यो लागू गरिएको औषधि, लागू गरेको शक्ति भन्ने के हो भने हामीले अब पाप धेरै गर्छ, पाप किसिम किसिमको थरी थरीको पाप हुन्छ, जिउको पाप हुन्छ, अनि मुखको पाप हुन्छ, मनको पाप हुन्छ। यो तीनटामा हामीहरूलाई धेरै कस्तो पाप आउँछ भने मुखको पाप आउँछ, झुटो बोल्छ, अनि मान्छेको बिचमा गएर यता कुरा लगाउने उता कुरा लगाउने हुन्छ, अनि मान्छेलाई नराम्रो बोली बोल्छ होइन, अनि मान्छेको पछाडि कुरा काटिरहन्छ। त्यसमाथि के आउँछ एट्याचमेन्ट, त्यहाँबाट हेट्रेड, एङ्गर, जेलस, प्राइड, यस्ता यस्ता किसिमका मनलाई दुःख दिनेको धेरै नेगेटिभ मनहरू आइरहन्छ। जति नेगेटिभ मन आयो होइन, नकारात्मक मनहरू आउँछ। त्यस कारणले त्यस्ता त्यस्ता मनहरू नेगेटिभहरू आउँदाखेरि हामीले अनि बुद्धले दिएको चारवटा उपदेश चाहिँ हामीले सोच्नु सक्यो भने त्यहाँबाट हामी अलिक टाढा बस्न सकिन्छ। हामीले अलिक टाढा बस्यो भने आफूलाई दुःख पाउनेको कर्म चाहिँ हामीले जमाउनु सक्दैन। त्यो जमाउनु नसके त्यसको फल हामीले भोग्नु पर्दैन नि। हो त्यो हो हाम्रो लागू गरिएको शक्ति भन्ने चाहिँ। अनि फोर्थमा गल्तीबाट फर्किने शक्ति भन्ने चाहिँ हाम्रो गल्ती हुन्छ, गल्तीलाई हामीले जसो गर्यो भने स्वीकार गर्नुपर्छ। गल्तीलाई स्वीकार नगरे गल्तीबाट हामीले बच्न सक्दैन। गरे पनि मैले गरेन भन्यो भने मान्छेले प्रुफ देखाइन्छ नि होइन, त्यो फल मिल्छ नि, अनि आफैलाई ओ मैले यस्तो गरेको थियो त्यसको फल त मलाई मिल्यो भन्ने आफूलाई फेरि मनमा एकदमै दुःख बढिरहन्छ। चारवटा चाहिँ तपाईँहरू मनमा समर्थनको शक्ति भन्दा त्रिरत्नको शरणमा पढेर त्रिरत्नलाई विश्वास गर्ने, त्रिरत्नले जे भनेको छ कर्मको फल भन्ने आइरहन्छ भने त्यो सोच्ने, त्यो माथि सक्यो भने हाम्रो बोधिचित्तको प्रयास गर्ने। बोधिचित्त भने सबैजनालाई दया माया गर्ने होइन, सबैजनालाई शान्ति चाहिने एउटै हो, अशान्ति नचाहिने एउटै हो नि होइन। शान्ति चाहिने, आफूलाई शान्ति चाहिन्छ, आफूलाई खुसी चाहिन्छ भने आफूभन्दा अरूलाई पनि चाहिने एउटै हो, शत्रु या होस् या मित्र होस्, जो भयो भने शत्रु र मित्र भन्ने चाहिँ आफूलाई फाइदा र बेफाइदाबाट हुने, आफूलाई फाइदा छ भने शत्रु हो, मित्र हो, आफूलाई बेफाइदा छ भने शत्रु हो। आफूलाई राम्रो गरेको छ भने शत्रु मित्र भन्छ, मेरो राम्रो साथी हो भन्छ, आफूलाई नराम्रो गरे शत्रु हो भन्छ, नराम्रो मान्छे हो भन्छ नि। त्यो सबैजना आफूमाथि भर पर्दो रहेछ नि। त्यस कारणले हामी सबैजना सुख चाहिने एउटै हो होइन, दुःख नचाहिने। दुःख नचाहिने हो भने दुःख आउनेको कारण चाहिँ हामीले कटाउनु पर्छ। त्यो कटाउनुलाई चार शक्ति भन्छ। पाप कटाउनेको चार शक्ति दि समर्थनको शक्ति, पश्चातापको शक्ति, लागू गरेको अनि हाम्रो औषधि भनौँ होइन शक्ति, गल्तीहरूबाट फर्किने शक्ति। त्यो चारवटामा मेन चाहिँ के हो भने, अनि सेकेन्ड चाहिँ पश्चातापको शक्ति। हामीले जे नराम्रो गर्यो भने हामीलाई मनमा यो पश्चाताप लिएर, रिग्रेट लिएर हामीले अनि के गर्नुपर्छ भने अनि हामीले पाप कसरी यो के भन्छ गर्यो त्यसको बारेमा हामीले अब त्यो मनमा त्यसले अझ मैले गरेको पाप चाहिँ मैले एकदमै नराम्रो गर्यो, म त्यसमा केही न केही क्षमा
माग्न चाहन्छु भनेर होइन, अबदेखि म त्यो पाप चाहिँ एउटा पनि गर्दैन भनेर सोचेर आफूले गौतम बुद्धको मन्त्र ओम मने मने महामुनि स्वाहा गरे पनि हुन्छ। स्वाहा भनेर रिसाइट गर्ने, पढ्ने होइन, अनि पश्चाताप लिँदै, लिँदै, लिँदै गर्ने। अब म आजदेखि त्यो व्यवहार दुर्व्यवहार नराम्रो दुर्व्यवहार चाहिँ नगर्ने भनेर गौतम बुद्धलाई गौतम बुद्धको मन्त्र जपेर गरे पनि हुन्छ, आफूले ढोग गरे पनि हुन्छ, अब पानी चढाए पनि हुन्छ, फलफुल चढाए पनि हुन्छ, फुल चढाए पनि हुन्छ, अनि आफू आफूभन्दा अर्कालाई दया माया गरे पनि हुन्छ। अनि गौतम बुद्धको सूत्रहरू पढ्यो भने गीतौँ धेरै छ नि होइन, पढे पनि हुन्छ, पाठ पूजा गरे पनि हुन्छ होइन, कोरा गरे पनि हुन्छ, मानी गरे पनि, जे गरे पनि हामीले त्यो के भन्छ, जुन पाप कटाउनेको तर्फतिर जानु सक्छ। त्योभन्दा पनि राम्रो के हो भने हाम्रो पाप कटाउनलाई एकदमै कसो भनौँ, मुख्य चाहिँ हामीले संसारको पशु पन्छी प्राणी मानव त सबैजनालाई दया माया गर्ने र अनि हामीले शून्यता भन्ने चाहिँ के रहेछ भन्नेमा मेडिटेसन गर्नु सक्यो भने पाप कटाउनुलाई एकदमै छिटो र एकदमै यो हुन्छ, कसो भनौँ, शक्तिशाली हुन्छ। त्यस कारणले सबै आज भिडियो पनि अलि लामो भयो। तपाईँहरूले 4 शक्तिशाली चाहिँ मनमा लिएर अनि आफूले पाठ पूजा जे गरे पनि पढ्नु नसके केही पनि हुँदैन। अघि मैले भने जस्तो गौतम बुद्धको मन्त्र जप्नु ओम मने मने महामुनि स्वाहा भनेर 5-10 मिनट जति सक्छ, अनि मनमा पश्चाताप लिनु, आजदेखि मैले नराम्रो व्यवहार त गर्दैन भनेर सोचेर गर्नु सक्यो भने पाप एकदमै छिटो कटिन्छ र आफूलाई पनि मनमा अनि पश्चाताप हुँदैन। त्यो नगरे छोडिदिने यो सानो सानो पाप त भइहाल्छ नि भनेर सोच्यो भने सानो 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 भएर ठुलो हुन्छ। पानीको थोपा खस्दा खस्दा खस्दाखेरि नदी बन्छ नि, त्यही जस्तो हो। हामीले सानो सानो पापलाई केही पनि हुँदैन भनेर नछोड्नु होइन, त्यो सानो सानो नपत्याउने खोलाले बगाउँछ भन्ने त्यही हो। जनाले पापतिर नजानेर धर्मतिर जाने तपाईँले प्रयास गर्न भन्न चाहन्छु। अनि मैले यहाँ केही 2 शब्द बोलेकोमा गल्ती भयो भने तपाईँहरूले माफ गरिदिनुहोस्। धन्यवाद।